मान्नु हुँदो रहेछ नि कोही चाहिँ नलाग्ने छ क्या पिपी ए के चिन्नु भयो को ए तपाईको नाति हो ए म चाहिँ म को हो नातिनी जस्तै छु ए म नातिनी नै हो त नातिनी जस्तै छ अरे यता हेर्नु कस्तो लागिरहेछ घरमा के भन्नुहुन्छ ए राम्रो काट्नु कपाल नि काट्ने बेला भएछ के तपाईको कपाल पनि काट्ने बेला भएछ नि त कहाँको अनि काटिसक्यो भने होइन काटिसक्यो भन्नुभएको के लाई कसले हेरिराख्नु भएको छ कहाँ हुनुहुन्छ किकीलाई एक्लै छोड्नु हुँदैन नि त किन छोडेर आउनुभयो खै पापा कहाँ हुनुहुन्छ पापाको घरमै हुनुहुन्छ सारा ओ अबे सारा हेर्नु त आ बिङ्गु 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 नकली ओ खै ल सारा जस्तो पोज दिनु न ओहो खोरो खोरो मासु काट्नु न नत्र सकियो त नि कति घन्टा लाग्यो यति मासु काट्नलाई सुँगुरलाई हालिदियो कि यति त्यही तल तलको फेरि सुँगुरलाई नि हालिदियो तल तलको खुट्टा मैले कतिबाट लुगा धोएँ दुईटा भारे खाने भयो हैन है त म काना के Siga papa ke jauh papa. ल है त भीमसेन माने पसम अन्ना विजय दशमी के दिन बेलाई एकदम जम्मके रक्छे पचदा छन् नगिना हो पानी लगाइदिनु ल तपाईँ कहाँ माने पाना भो जम्मलाई रिमा दिउँ ल दाना दिउँ ल पाना खाइदिउँ ल जम्मलाई
रक्षा गरौँ होइन विजय दशमीको दिन सबै हानिङदी कि डके के मुल्किम दिन जम्म एक बाबु डके धरि रिभ्यू दिउँ ल प्रकृति पूजक हामी त सबै प्रकृति नै सबै देवी देवता मान्ने त्यो दोलखाको भीमसेनलाई सम्झेर परापुर्खादेखि गर्दै आएको यो विजय दशमीको दिनको यो एकदम भीमसेन पूजाले रक्षा गर्नु सबैको जय होस् कल्याण होस् हामी पुर्खादेखि गर्दै आएको त्यो तिम्रो नाममा भोग चढाछौँ अक्षता पाती सबै गरेर धुप धुवार गरेर सबैको मनोकांक्षा पुरा गर्ने भाकल पुरा गर्ने राम्रो होस् भनेर गर्दैको ल मलाई रक्ष पाछ धुप धुवार भिकेर त्यस धुपका मिनाका ढाँचाका लिङ्गाका पशुमाम अक्षता पाती सुपारी अनि भेटी पैसाको लागि चरी पार्थेन हो एकदम रिमाइन्ड गर्ने सेपातो भीमसेन माता के इनिङदी चाहिँ आना भाइ के छ 3 खेप दिउने अन्त नि ल कृति है किन रेकर्ड गर्नु पर्यो त है हामीलाई पनि आउँदैन हो हामीलाई कोकटेललाई यसो दसैँ त सुँगुरको मासुले बनाउनु पर्ने सबै भीमसी उ गर्दा त फेरि पाँचवटा पो गर्दो रहेछ त्यो पहिला केहरूले त के ल्याइदिनु रे अलिकति घिउ र लोकल रक्सी मिसाएर ककटेल ल्याउनु न दादालाई तपाईँ पनि खाने हो ल मलाई चाहिँ उ ल्याउनु न के घिउ मात्रै दसैँमा त खाँदा हुन्छ दसैँमा त खाँदा हुन्छ अरे त बुढीले मिसाएर ल्याउँछ कि भरे के मिसाएर म खाँदिनँ भन्दा पनि जबरजस्ती लिएर आउँछ अलिअलि त हुन्छ म त्यति धेरै गद्दार त गर्दिनँ रक्सी नखाने मान्छेलाई पर्छ राईको छोरो खानुपर्छ अलिअलि त म पहिला खाँदिनँ थिएँ बिहे गरेको पछि ल एउटा चाहिँ शुद्ध डिउ अनि एउटा चाहिँ लोकलसँग ककटेल लानु पर्यो यिनीहरूको कलश बनाउनु पर्यो के हुन्छ कलश बनाउनु पर्यो कहाँ के छ ए मौसम यस्तो छ रुमजटार पुरै बादलले छेकेको छ लाउन लु कलश मम्मीले बनाउनु भयो बाल्टी खेरेर लैजाऊ खोजेर लैजाऊ सानो कहाँ चाहिँ देखाउने हौ यता कलश पनि मम्मीले बनाउनु भयो के रे यता आएर भन्नु न तपाईँको टोपी चाहिँ मैले देखेको छु यस मेरो भाइ यहाँबाट त कहाँ भाग्नुहुन्छ र चढ्यो माथि ओ यहाँ तपाईँको टोपी मेरो देवर बाबु क्यामेरामा कहिले मान्नुहुन्न
ए हाम्रो कान्छाले प्रश्न गरेको 1 हप्ता भयो रे बेजती फुर्ती गर्न मात्रै जाने छ 1 हप्ता प्रश्न यी गर्नु न कहाँ चाहिँ टिका लाउने त जे गरे नि खाली मोबाइल फेर्छ मोबाइल धेरै भ्लग बनाउने भ्लग हाम्रो रेडी भइसक्यो मम्मीले रेडी गरिसक्नु भयो यसकै लाउने टिका लोकलकै अब म नुहाउँछु ल अब हामी मूल घरमा टिका लाउन गएको कति वर्षपछि दसैँ त मनाएको मैले त यो बाटो त दसैँ आयो साह्रो का बस्छ याकिदिम त के मागु अप्ठ्यारो पाएको के ला याकिदिम आशीर्वाद लागोस् एकै 5-10 रुपियाँ गीत झिल्छ है को कोइमा सन्जुमा एकै पो हटा बुला दिनु मुटिला ल कोछ त्यो गरी पातिने म्याउ खै गनी का पिनी एक भयो का म करेङ ला ए मते ला टिका मते किनेको बिबी ए एममा दिबे अनि कोनेको इनी सोरा टार बिमारी आशीर्वाद किनी ए गोचाइ संसार जम्मा भने कान्छ किन धेरै छिटो नाति नातिको आशीर्वाद के विस्तार गर्दै वाली पुरे पाउ जागे नि म बार पटाउने दाने त कान्छालाई एमलाई आकाश धेरै आशीर्वाद दिन्छ म पोइतो याद म लाउरे लाछु फिमा पापा तुइ त मनी शान्त लाउरे लाउ भने तनी मुक्त लाडी म गेर माला बकबो अब वरलाम कान्छालाई दिखालाई मेमलाई त पुरा आशीर्वाद दिने को भाइ भो एम चल संसार जम्मा चोक पर्ने बुङ आना 10 बजे सातो गौतीको है किसे भाइ के 10 बजे सातो मुतिया लागो मुगाको उमेर दिउ होला नि अझै को अब चाले पापा म ठिका अकरे को के को कमान में जाप काय अकरे को चामिन का चेक तो बुलाइ के बन भाइ वहा पार्टी नै वहा हामी जिल्ला केप्टानी से पुरा कटी ल नानी पिउ थेचो मिचलाई त आकाशरी मनिसो इमिना न मा इ पूजा पनि गर्दैन आशीर्वाद अब एन्चा गुलाइ होला जेल जेल आङ बोका बार हो यो बोजु त के
Nisi kita. कोले चाहिँ के Bering di kayak mana mabuk sama ya gitu sama. Bunga tadi ada yang tahu desa. Disiplin di kota ya. के बम खाने Em pesen mangin ha mama gung jagira ti bokti. क्यामेरा तात्ता दिए नानीहरूले खिचेको खिचेर यसरी Koko wah doli pani kini ko bi. डोले पछि माजु Marai mari को हजार दिने को हजार हुन मुलु पैसाङमा अनि मार्के अनि सेक्सन गयो 10 भाइ कि टिकेमा कहाँ भयो प्रब्लम काम पर्छ न पर्छ को आधा के पिपीलाई दिने ए pipi pati din na. Endi ka pipi gini ora. Bibi, hey, Tapi tila mo jiu kon. kali di. आकाश यो कहीं नहीं पिपी क्यामेरा के अल्लाह थाउ ले ले निता लाने लाने खोइ पछि वाचा कति खोइ नि मिन्छ मते Mari pada ni kungal. Mama? Wah, Sistu. कसैले देखो पानी Kamera mile pati ke pati dhala hai. ले अझै मानि चिया रोक्ने Iyo laki kayak gini sih. Palanti kola mau. नमस्कार पात्री Bula gani ka pa mo ko. Eh kiki baju ka pa din. Mali na khaju malai. Biar hata ka bestu sa bali ko man. ओए ओए गर्नु पर्दैन Dari di. ए फाइनल्ली हामी मूल घरमा चाहिँ टिका लगाइसक्यौँ अब हाम्रो घरमा जाँदैछौँ मूल घरमा यति 90 वर्षको बाजे हुनुहुन्छ उता 85 वर्षको बजु उहाँहरूबाट हामी आशीर्वाद लिइसकेका छौँ विजय दशमीको अब हामी जाँदैछौँ हाम्रो घरमा अरू गइसक्यो होइन यो मेन यतै हो नि त बनाउने कहाँ तपाईँहरूकै के आउनु है किलाई यहाँ गाह्रो भइरहेछ म बोक्दैछु ल बोक्नु बोक्ने होइन यहाँ हिँड्दै हुनुहुन्छ हिँडेसम्म आना त्यसै हो नि थाहा त निमा त्यसै हो नि आना गाजर लिएर आउँदैछु है म यहाँ ल अब हामी चाहिँ मूल घरमा टिका लगाइसकेर हाम्रो घरतिर जाँदैछौँ अनि मूल घर र हाम्रो घर चाहिँ एउटै गरामा यतापट्टि र उतापट्टि छ ठ्याक्कै 10 सेकेन्डको मात्रै फरक होला एउटै गरामा त्यही भएर उता चाहिँ बाजे बजु र नानी नन्द मात्रै बस्नुहुन्छ नन्द भान्जी बस्नुहुन्छ अनि यता घरमा चाहिँ सासु मम्मी मात्रै बस्नुहुन्छ अनि हामी आउँदा मात्रै हो सबैजना अनि उता टिका लगाइसकेर मूल घरमा टिका लगाइसकेर यता हाम्रो घरतर्फ आउँदैछौँ अब कान्छा कट्टुमै बस्ने हो यति फुर्ती गरेन भने फेरि मेरो देवर बाबुै हुँदैन नि यता मेरो कति वर्षको कति वर्ष हुनुभयो पिपी कति वर्ष पुग्नु भयो तपाईँ म त गर्नु जान्दिनँ 84 वर्ष के चाहिँ 90 वर्ष होइन पिपी चाहिँ 84 वर्षको पिपी टिका लगाइदिनु भएर यता हाम्रो 90 पुग्नु भयो कि पुगेको छैन होला 90 पुग्नु 1 वर्ष बाँकी 89 कि अब 90 भइसक्दै सेल्फी होइन यहाँ भिडियो खिच्ने मेरो देवर बाबुको You man. कति चाहिँ अरु के नभए पनि कति चाहिँ दिन्छ है 50,000 को 50,000 को ब्रान्डेड ए ल उता आइपुग्नु भयो उता खिचेर हुन्छ ल है आउनु है प्राइस जारी छ त्यो गीत चाहिँ अफ गर्नु न हौ गीत नबजाउनु न पिपी कहाँ जानु म फेरि कुन त्यो खाना खाने बेला आइपुग्नु पहिले टिका लगाएर खाना खाने के खाना खाएर दादा
पहिले टिका लाउने खाना खाने कहाँ टिका नलाई खान मिल्दैन 2 बजे त पहिले 2 बजे त्यता पुगेको थियौँ है हामी त अचार लिएर आसी ए काँक्रा त कति हो त्यो सबै काँक्रा हेर्छ कुहिरहेको छ त्यत्तिकै काँक्रा माने के ए मारल न आइपुग्नु भयो साइमको बाइक किन्नु त केलाई काँक्रा भिया राख्ने You are looking gorgeous, my sister. ल बक्से You are looking handsome, my dear. अलवेज हो के झन् यहाँ फेरि मम्मीले डेन्जर बनाउनु भएको छ यहाँ दिनुहोस् भनेको क्या इङ्ग्लिसमा कम त इङ्ग्लिस बोल्छ फेरि जमरा हिन्दीमा पुग्ने खै कम्पुटर कुन थाकिदिएर यति कुर्सी पुरा किन नि कुने त निसिने कि निसिने 3 लाइट हो लाइटले कस्तो राम्रो के निस्ने जनी पा चेउता कान्छ भइसक्यो ल पाइसने भयो नन्दिङ पाएन नि के खेल्ला नि अनि कोक्सो लाग्नु हिजो गएर त जायालो खेल्ला चलाम नि भाइ पियो बकरे निस्ने के बकरे पिपी लाने कहाँ आज ल होला नि तिमी नि ग्याल झिल्छ नि उमे के कुर्सी टिका के गर्छ फेरि हम कहिले निल्छौ केटा कुर्सी पिटे त मैम के तिमीलाई तल मुख त अझै मागो होइन पिपी अब चाहिँ साह्रै सानो गरे नि गर्छ मान्छे मान्छे कुर्सी मे के कुर्सी पिसें किसे कुर्सी पिटेछ म भाइ लाजा चो त खिचाम त है दे माछा खाले उमे के निस्ने कुर्सी के कुर्सी दिने निस्ने कि दि हेर्ला नि माछा हिला पनि जाति निसलाको शक्ति छ ए के निस्ने के पिने घटा पर्ने एक नोथाले पिन त एक चियर निस्ने एक चियर निस्ने एक कोनेको नोथाले पिन त के हो हेर्मी वा पाते नि सबै किनिन्छ टोक्सा निस्क्यो मित्र दाइन हुनु ल एक निस्ने भन्दा चाहिँ माथि हुनु दिउ पिटी त गिलास दिन जासो पिटी जासो मान्छे नि मोटी किसिम माले के खाजा मागिनी होला एउटा नाति चाहिँ दसैँमा यहाँ राखेर पिजेर आशीर्वाद छोराछोरीलाई नदिएको आशीर्वाद कहाँ हुन्छ र विवेक करे कोने त पालो फेरो सबैले निसो बिङ्गो जस्तो है के सुगम भाइ लाउँछ ल जाति पिटे कान्छ उसलाई भाइ एकला खला दिउ न चिस जाति पिटी अकरे अझै राम्रो राम्रो होस् तपाईँले चिताको पुगिराहोस् दिउ चाहिँ वाति त जाति दिउ दुने म त दिदुले यो म त मगिचे बन्ने देखो दिउ सँग पाउ आशीर्वाद छ आशीर्वाद दिए होला नि बटम गर्दा आशीर्वाद होइन आमा बाबाकोले नदिएको छोराछोरीमाथि आशीर्वाद हुँदैन आशीर्वाद चिताको पुगोस् ल मनु आउनु यहाँ दिदी एक्टिभ दुम्ने कोही अपिहाको दिदुले चाहिँ सगाउन मनिलाई चाहिँ ज्ञानी हुनु इमान्दारी हुनु नानी आउनु होला धेरै धेर नारी सानो चिताको पुगोस् जिन्दगीमा धेरै कुरा नानी जिन्दगीमा धेरै कुरा आइपर्छ सहन सक्नु पर्यो रिस मात्रै त राम्रो त होइन त नानी रिसको कुरा गरे चिताको के लुङ्ने वाह राम्रो गर्नु जहिले 70 भन्दा माथि हुनु राम्रो काम गरेर जित्नु पर्छ लडाई खेलेर जित्ने मान्छे त राम्रो हुँदैन फेरि नानी राम्रो ल कान्छ पिउ कान्छ आउनु त्यतिकै राख्नु 50,000 को कट्टुसँग आउनु त 50,000 कट्टु देखे पेन आउनु न यो मेरो 50,000 भाइ के 50,000 के 40 च्यातेको अलिकति यहाँ च्यातेको 6 करोड कान्छा छोरा हजुर धेरै छ है बाँकी तिमी धेरै सानो छौ होइन कहिले सन्तुष्टि बिताउनु राम्रो धेरै पढ्नु
तिमी त कसरी सानो छौ यति बादी जस्तो छौ है कुरा बुझ्नु जान्नु धेरै छ होइन अनि मान्छे नि साह्रो बस्दै जान्छ सबै कुरा बुझ्दै जानुपर्छ कान्छा सानो सुविस्ता हुनु चिताएको पुगोस् धेरै राम्रो पढ्नु पढेको जस्तो मात्रै नगर्नु होइन परीक्षामा मात्रै पास मात्रै भएर हुँदैन धेरै कुरा छ गर्नु बाँकी हो जहिले मेरो कान्छा भनेको मान्नु दादा दिदीको कुराहरू भाउजूको मामा पापाको दुःख सुख बुझ्नु किकिपिपीको मनिलाले मानेला भने कुट्छ मनिलाले जोगिनु किकिपिपीको पनि है सबैभन्दा चाहिँ आशीर्वाद खतरा पाउनु भयो त उ त सानै छ कान्छीलाई अनलाइनमै टिका लगाइदिनु भनेको थियो पैसा पनि अनलाइनमै दिनु भनेको थियो उ त फुचे चाउचाउ भए त सानै छ अहिले मन्जिलालाई के थाहा छ अनलाइन ल्याइदिनु रे भाग्य गर्नुपर्छ मलाई त अनलाइनमै क्युआर गर्नु भनेको आशीर्वाद दिने बाबा के मुखमा रोक्दिने यतिकी चाहिँ तिमीहरूलाई आशुषमा भन्न मान्छे जबरजस्ती नित्ता खै दादा लगिदिनु मन्दिरलाई भोलि पछि तिहारमा आउँदा दिन्छ दादाले उतै पुऱ्याइदिन्छ तिहारमा आउँदा दिन्छ ल यो मन्जिला कान्छीको है अनलाइनमा क्युआर गर्नु पर्छ पठाउनु भएको ओ कान्छाम नम्बर अब सुगम पानी पाछु एकै दादाम पानी पाडा पहिले जिउ गरौँ न चिसो खानु भयो कोही फेरि पहिला यसलाई आउने होला नि त सबै कुरा भन्न सकिँदैन खै थाहा पाउनु मेरो त्यो उलाउ न जमरा लाएको नि भन्थ्यो जमरा लगाइदिनु त मलाई हैन म तपाईले पहिले जिउ गर्छु के सञ्चाङ म नि हेलो हेलो दानी गजब बो हो रिममा बो हेलो पिपी हेलो दाने त करे पिपी हेलो दाने को मातु मेमने दादा जिसो जिउ मातु मेमने दादा जिउ तु निमा जिउ सुगा चिरवन पता नि Gorgeous sister. Look here. 1000 पाइयो मामा भोदै चाहिँ बान पासी माने नि संस्कार याको भोदै लाग्यो टिका बान पासी नि त भोदै नि त बान पासी मात्र म हो ठीक am गो ल सुगम भाइलाई म टिका लाउँदैछु यहाँ आशीर्वाद ल आमा त नाकी टाइममा आशीर्वाद कोमका अझै आशीर्वाद पिपिम त आशीर्वाद 10 भाइ 10 भाइ काम को भाइ पाचरे को भाइ पाच पर्ने ने जब म थोक निमा से पाते रिमो पडे पाउ चाची ज्ञान दिम अनि कोम दाना रहेछ
मामालाई रिमे पामेन पापालाई रिमे पामेन कुवा दिन्छ ज्ञान दिन्छ विज्ञान दिन्छ पढे रिमा पाछ देश के नेतृत्व पाएको लिडरसिप पाएको देश हामी मात्र पर्ने है परिवार त सामान्य कुरा हो परिवार त दिन्छौँ गाउँ समाज दिन्छौँ देश आयो तिमी त का लुक्तासम्म कि ल यता बस्नु भगवानसँग बस्किन्छु आज चाहिँ मेरो त पर्स ल्याएको छैन खै तपाईँ पर्स ल्याउनु हजुर बाबुजी पर्स ल्याउनु भएको छ ए हो ए निसे केटा गो चिना तक्छ दिउँ दादाले गरिसक्यो होला ल उठाउनु ल अब क्यामेरा ल है हामी चाहिँ आज दसैँको दिन पूजा गरेर भीमसेनको नाममा पूजा गरेर यहाँ खाना खानालाई हालेको मासु खाना ठ्याक्कै टिका लगाएपछि टिका लगाएर खाँदैछौँ हामी चाहिँ सेतो टिका लगाउँछौँ किराँतहरूले खाएर सुतिहाल्नु कागतिर दुईजनाले गाईहरूले ए ल पानी चल पार्टी गर बेटा ओ मम्मी आमा प्याज लागि निकाल्ने आजम दिजु दे कागती पिन ए खानु हो के हुन्छ कागती जाऊ खाने खानु कति हजार जुत्ता यहाँ भिडियो गरिदिनु ल दुई खालको एउटा कालो एउटा सेतो महँगै जुत्ता हो म 50,000 को कोट्टु भन्दै थियो एउटाले अघि 50,000 को कोट्टु ल्याएको भन्दै थियो एउटाले ला छोटो है टाउको फुट्छ नि मुचन दादाको जुत्ता दुई खालको रहेछ है ल है कान्छालाई आरिद्दा पचङ दिउँ क्या म कैसीमा अब ना ब्रेन त होइन गुपी हतार दिउँ त गेला 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 ओके झक्किसु किकीमा चाम है पिपी है नि वानी म कै आँगाचामा के त ठिकाङ दिउँ ल टिमुर टिप्दै हुनुहुन्छ उहाँ चाहिँ काँडाले घोज्ला कि भन्ने न भेट्नु रहेछ काँडा हुन्छ यसको त यो चाहिँ भोलि म मेरो माइत जाने हो मेरो घर जाने हो अनि मम्मीले घर कि माइत ल यस्तोहरू हुन्छ कि टिमुर अलि तल तल हेर्नु त टिमुर त भर्खर टिप्न थालेको यस्तोहरू हुन्छ बोटमै हेर्नुहुन्छ यस्तो फलेछ ट्याक 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 टिपेर माइत जाने देखिँदैन के हो यति टिपेर अलिक धेरै टिप्नु मेरो मम्मीले लगिदिने हो क्या फाइनल्ली अहिले चाहिँ हामी टिमुर यति टिपिसक्यौँ आज चाहिँ रात पर्यो आज यति टिप्ने दसैँको दिन खै देखाउनु त राम्रोसँग